ल सबैले यतिपट्टि ध्यान दियौँ हामी यो 4 नम्बरको क्वेसनमा पुगेको छौँ सबैले यतिपट्टि ध्यान दिउँ है त हामी विषयवस्तुतिर नै अगाडि बढौँ 4 नम्बरले के भनेको छ ल ठाउँ भनेको दिएको है ठाउँ भनेको दिएको जुम भनेको मध्य है दिएको मध्य मितछुल भनेको तलको लाइन है मित भनेको तल छुल भनेको लाइन तलको लाइन छिन भनेको रेखाङ्कित है तलको लाइन रेखाङ्कित फुबुनी भागमा भन्ने है भागमा फुबुन भनेको भाग भागमा मानुन मिल्ने मुन्जाङ्गुल वाक्यलाई कोरुसिप्सियो छान्नुहोस् भनेको छ हेर्नुहोस् त के भन्यो अहिले दिएको मध्ये तलको लाइन रेखाङ्कित भागमा मिल्ने वाक्यलाई के गर्नुहोस् छान्नुहोस् भनेको छ यहाँ तल हेर्नु त रेखाङ्कित गरिएको छ नि त यहाँ नुन लागेको छ नुनमा रेखाङ्कित छ गा लागेको छ गामा रेखाङ्कित छ इ लागेको छ रेखाङ्कित छ उन लागेको छ रेखाङ्कित छ होइन भनेपछि यहाँ कुन कुन ग्रामर लागेको रहेछ यहाँनिर चाहिँ उन र नुन होइन उन र नुन होइन अनि के लागेको रहेछ इ र गा लागेको रहेछ है उन र नुन इ र गा यो दुईटा चाहिँ पार्टिकलहरू लागेको रहेछ यो उन नुन भनेको चाहिँ यो उन कन्सोनेन्ट एन्डिङमा लाग्छ है नुन चाहिँ केमा लाग्छ भवेल एन्डिङमा लाग्छ होइन जिरो भएको अप्सन झुन्डिएकोमा चाहिँ जिरो भएको अप्सन खोज्नुपर्छ इ गएको पनि त्यही हो यो पनि कन्सोनेन्ट एन्डिङमा लाउने होइन यो केमा लाउने भवेल एन्डिङमा लाउने होइन यहाँ त्यस्तो धेरै गाह्रो परिस्थिति केही पनि छैन अब हेर्नुहोस् ल 1 नम्बरमा हेर्नु छिगाब नुन अप्सयो भनेको छ हेर्नुहोस् है छिगाब नुन अप्सयो यहाँ यो ब झुन्डिएपछि त यो कन्सोनेन्ट एन्डिङ हो नि त कन्सोनेन्ट एन्डिङ भएपछि यहाँ के लाग्यो यहाँ नुन लाग्यो भनेपछि यो मिल्यो यो मिलेन यहाँ के लाग्नु पर्थ्यो हुन लाग्नु पर्थ्यो होइन 2 नम्बरको हेरौँ थालिया कि हानिए यो क्यालेन्डर होइन भन्दैछ होइन थालिया भनेको क्यालेन्डर होइन थालिया भनेको के अरे क्यालेन्डर यहाँ के लाग्नु पर्थ्यो इनै लाग्नु पर्थ्यो इनै लाग्यो होइन कन्सोनेन्ट एन्डिङ भएको हुनाले गर्दा यहाँ इनै लाग्यो त्यही भएर एन्सर यही नै हो यो मिल्यो होइन अर्को हेर्नुहोस् त थोङसेङका भाइले उन्जन किस्सा ये हो भाइ ड्राइभर हो भन्दैछ उन्जन किस्सा भनेको के अरे ड्राइभर होइन ये यो भनेको हो भाइ ड्राइभर हो भन्नुपर्दाखेरि थोङसेङमा के लाग्नु पर्थ्यो यहाँ इ लाग्नु पर्थ्यो के लाग्यो गा लाग्यो यहाँनिर यो जिरो नभएर यो जिरो झुन्डिएको भएको हुनाले गर्दाखेरि यहाँ के लाग्नु पर्थ्यो इ लाग्नु पर्छ थोङसेङी उन्जन किस्सा ये हो भन्नेमा चाहिँ ड्राइभर हो भन्ने भनेपछि यो पनि मिलेन होइन अघि हामीले एन्सर त पाइसकेका छौँ र पनि हेरौँ सबै यल्स्वे उन होइन यल्स्वे भनेको यो भवेल एन्डिङ हो यहाँ के लाग्नु पर्थ्यो यहाँ नुन लाग्नु पर्थ्यो यहाँ उन लाग्यो भनेपछि यो पनि के भएन यो पनि मिलेन यल्स्वे उन सेक्साङ उयो सयो होइन टेबलमाथि छ किताब राख्ने टेबलमाथि छ भनेर चाहिँ भन्दैछ यल्स्वे भनेको चाबी सेक्साङ भनेको किताब राख्ने टेबल उयो भनेको माथि सय भनेको छ भनेपछि आन्सर कति भयो आन्सर 2 नम्बर भयो है यो इ र गा लागिसके पछाडि विशेषता जनाउँछ उन्नुन लागिसकेपछि यसले विशेष गरेर सब्जेक्टलाई चाहिँ परिचय गराउँछ यो दुईटा कुराहरू यहाँले विशेष ख्याल गर्नुपर्छ अब 5 नम्बरतिर जाउँ हेरौँ है त ठाउँ खुरुल इल्गो दिएको हरफलाई पढेर इल्गो भनेको पढेर होइन इक्ता पढ्नु बोले एरा पढेर नेयोङ वा विषयसँग है नेयोङ भनेको विषय वासँग खाथुन खसुन उस्तै कुरालाई खाथुन खसुन भनेको के अरे उस्तै कुरालाई खात्ता भनेको उस्तै हो खाथुन खसुन उस्तै कुरालाई कोरुसिप्सियो छान्नुहोस् है दिएको हरफलाई फुल भनेको हरफ पनि हो फुल भनेको के पनि हो लेख पनि हो दिएको हरफलाई पढेर विषयसँग उस्तै कुरालाई के गर्नुहोस् छान्नुहोस् भनेको छ है त यहाँ हेरौँ छुङ्गो खरे होइन सेकेन्ड ह्यान्ड कारोबार फुलेट फमुल छुङ्गो भनेको सेकेन्ड ह्यान्ड खरे भनेको कारोबार होइन फुलेट फमुल प्लेटफर्म इयोङ हामेन प्रयोग गर्यो भने होइन इयोङ आधा भनेको प्रयोग गर्नु मेनु यो भने प्रयोग गर्यो भने सेङफिल फुमुल होइन दैनिक जीवनयापनमा आवश्यक पर्ने सामान सेङबाट सेङवालबाट सेङ आएको फिरियो आधाबाट फिल आएको होइन फुम भनेको सामान दैनिक जीवनयापनमा आवश्यक पर्ने सामानलाई सागे सस्तो गरी खुवाल्सी सुविधा खोज्न सकिन्छ होइन खुवा आधा भनेको खोज्नु हो नि त खुवाल्सी सुविधा खोज्न सकिन्छ है त यस्तै गरी सेङवाल यो फुम पुनमान आनेर होइन जीवनयापनको दैनिक जीवनयापनमा आवश्यक पर्ने सामान मात्र नभएर खाजन छेपुम होइन घरायसी सामान खागुए रुवा काजी भनेको फर्निचरका सामानसम्म भनेर यहाँहरूले पढ्ने है फर्निचरका सामानसम्म थायाङ हान विभिन्न प्रकारको होइन
मूलगनुल सामानलाई साल सुई सुविधा के गर्न सकिन्छ, किन्न सकिन्छ भनेको छ। अब यहाँहरूको यतापट्टि हेरौँ फेरि, सायङ हाजी आनुन प्रयोग नगर्ने नगरेको से मूलगनुल होइन नयाँ सामानलाई फानुन बेच्ने ख्याङ्गुदोइ सुविधा अवस्था पनि छ अथवा हुन्छ भनेर भनिएको छ है। प्लेटफर्म प्लेटफर्मलाई प्लेटफर्म ठोङ्गे प्लेटफर्म मार्फत मूलगनुल सामानलाई सा गो फाल भनेको सादा भनेको किन्नु होइन, गो भनेको र, फाल भनेको बेच्नु होइन। सागो फाल्टेनुन भनेको किन्ने र बेच्ने बेलामा चाहिँ होइन, उल्टे लते भनेको ने बेलामा को बेलामा बेच्ने किन्ने बेच्ने बेलामा छुरो प्राय होइन। खाथुन उस्तै सियगे क्षेत्रमा सानुन बसोबास गर्ने सारामदुन साई मान्छेहरू बिचमा ठिक खरेरो प्रत्यक्ष कारोबारको रूपमा इरुवा जिम्मेदार पुरा भएको छ अथवा जोडिएको छ भनेर चाहिँ यहाँ भनिएको छ। एकपल्ट फेरि सुनौँ है त, यहाँहरूले मजाले ध्यानपूर्वक सुनौँ, यसलाई बुझ्न सजिलो छ है त। हेर्नुहोस्, सेकेन्ड ह्यान्ड कारोबार प्लेटफर्मलाई प्रयोग गर्यो भने दैनिक जीवनयापनमा आवश्यक पर्ने सामानलाई सस्तो गरी खोज्न सकिन्छ। जीवनयापनका सामान मात्र नभएर घरायसी सामान फर्निचरका सामानसम्म विभिन्न सामानलाई किन्न सकिन्छ। प्रयोग नगरेको नयाँ सामानलाई बेच्ने अवस्था पनि हुन्छ। प्लेटफर्म मार्फत सामानलाई किन्ने र बेच्ने बेलामा चाहिँ प्राय उस्तै क्षेत्रमा बस्ने मानिसहरू बिच होइन साइएछ भनेको बिचमा होइन ठिक खरेरो प्रत्यक्ष कारोबारको रूपमा चाहिँ जोडिएको छ अथवा पुरा भएको छ। इरुवा जिता भनेको जोड्नु अथवा पुरा हुनु भनेर यहाँले पढ्नु है त। अब अप्सन छान्नु, छुङ्गो खरे प्लेटफर्म उरो होइन सेकेन्ड ह्यान्ड कारोबार प्लेटफर्मद्वारा से मूलगनुल नयाँ सामानलाई खुइ पाल्छु सुविधा खरिद गर्न सकिन्छ। हेर्नुहोस् न, यहाँ छ प्रयोग नगरेको सामानलाई बेच्ने अवस्था नि हुन्छ भनेपछि एन्सर एकै भइहाल्यो होइन, मिलिहाल्यो। अर्को सेकेन्ड ह्यान्ड कारोबार छुङ्गो खरे प्लेटफर्म छ। सेकेन्ड ह्यान्ड कारोबार प्लेटफर्मबाट फिस्सान खाद्य के भनेको फिस्सान भनेको महँगो खाद्य के मूल्यमा मूलगनुल सामानलाई खरिद खरिदा भनेको कारोबार हुन्छ भनेको छ होइन। भनेपछि महँगो मूल्यमा कारोबार हुने हो र होइन नि त। छुङ्गो सेकेन्ड ह्यान्डमा त तपाईँको सस्तो हुन्छ भन्ने कुरा गरिरहेको छ भनेपछि यो मिल्यो, यो पनि मिलेन। अब अर्को तेस्रो नम्बर, मूलगनुल सामानलाई खरे हाल्थे होइन कारोबार गर्ने बेलामा थेबुबुन अधिकांश थेकपेरुल भनेको डेलिभरी सेवालाई चाहिँ इयङ यसो प्रयोग गरेर मूलगनुल फाँचिँदा सामान चाहिँ पाइन्छ भनेको छ होइन होइन। छिक खरेरो भनेको छ प्रत्यक्ष रूपमा कारोबार हुन्छ होइन, आफै उपस्थित भएर मात्रै कारोबार हुन्छ भन्ने कुरा गरेको छ। यहाँ थेक्पे प्रयोग गरेर चाहिँ सामान पाइन्छ भनेको छ होइन। थेक्पे भनेको डेलिभरी होइन, डेलिभरीको कुरा आएको छैन भनेपछि यो पनि मिलेन। अर्को चौथो नम्बर जाउँ, सेकेन्ड ह्यान्ड कारोबार प्लेटफर्मबाट फर्निचर जस्ता सामानलाई चाहिँ खुवाल्छु सुविधा होइन खोज्न सकिँदैन भनेको छ। के भनेको छ, फर्निचरका सामानसम्म चाहिँ विभिन्न सामानलाई चाहिँ किन्न सकिन्छ भनेको छ भने पछाडि यो पनि के भएन, मिलेन। आन्सर कति रहेछ,